एकछिन आज हामी तनहुँ जिल्ला बान नगरपालिका वार्ड नम्बर 5 मैगलकोटबाट देखिने मनोरम दृश्यहरू यहाँहरुमाझ देखाउँदैछौँ। नमस्कार साथीहरू, म तपाईलाई सर्वप्रथम यस मैगलकोटमा यहाँलाई स्वागत गर्न चाहन्छु। धेरै समय भन्दा पनि गत 3 महिना भन्दा पहिले युट्युबमा 2-4 भिडियोहरू हाल्दै थियो र त्यही समयपछि आफ्नो व्यवस्था र अवस्थाले गर्दा अहिले हामीले युट्युबतिर भिडियो हालिरहेका छैनौँ। र म यही भिडियो मार्फत तपाईहरुलाई के भन्न चाहन्छु भने मैगलकोटमा आउनु होला र 360 को एंगलमा रहेका गाउँ ठाउँ र दृश्यहरू अवलोकन गर्नका लागि तपाईहरुलाई यही भिडियो मार्फत इन्भाइट गर्न चाहन्छु। यहाँबाट देखिने भनेको सर्वप्रथम यो फेसबाट जाँदै गर्दाखेरि नाबुङ तनहुँसुर, यता गएर यहाँ देख्न सक्नुहुन्छ चुङ्गी खोला, चन्द्रवती, मिरमुङकोट हुँदै यता आएर थानीमाई, बसन्तपुर कोटको अवस्था नजलुन सारा होइन। अनि यहाँले देखाउनु पर्यो भने अब भिडियो चाहिँ क्लियर चाहिन्छ भन्नुहुन्छ होइन। अब भिडियो भनेको क्लियर त त्यस्तै हो। यो डुम्रे बजार है। अनि अब यहाँ माथिको यो डाँडो बन्दीपुर भइगयो। त्यसपछि अब देखिने भनेको तपाईँहरू यहाँ आउनुभयो भने मैगलकोटबाट चाहिँ 360 को एभरेजमा बन्दीपुर, छिङ्गेश्वरी, यो भन्सारहरू सबैको घुम्दै तपाईहरुलाई पनि मैले आज चाहिँ साथीहरुलाई यहाँ घुम्न इन्भाइट गरेँ र लिएर आएँ। तपाईहरु पनि आउन चाहनुहुन्छ भने शीतलको समयमा कहाँ गएर टाइम स्पेन्ड गर्नुहुन्छ भने मैगलकोट पनि एउटा गन्तव्य स्थलमा लिन सकिन्छ। र तपाईहरु यहाँ